नमस्कार सबैजनालाई शुभ प्रभात। म आज हजुरहरूलाई एउटा कथा सुनाउन गइरहेको छु। धेरै वर्ष पहिले परापूर्वकालमा एकजना सन्त जङ्गलमा बस्नुहुँदो रहेछ एउटा कुटीमा। अनि उहाँ जङ्गलमा बिहार गर्न गएको बेलामा एउटा घाइते सुगा भेटाउनु भएछ। घाइते सुगालाई घरमा ल्याउनु भएछ, उपचार गर्नुभएछ अनि एउटा पिञ्जरामा राख्नु भएछ। र उहाँले के भन्नुभएछ भने यसलाई यसरी चाहिँ राख्नुभन्दा केही कुराहरू सिकाउनु पर्यो, जीवन निर्वाह गर्ने, कसैले यसलाई मार्लान् काट्लान् अथवा अरू सिकारीको पन्जामा पर्ला एउटा कुरा सिकाउनु पर्यो भन्नुभएछ र उहाँले सिकाउन सुरु गर्नुभएछ। सिकाउनु के भएछ भने सिकारी आउला, जाल बिछाउला, चारो हाल्ला अनि मार्ला, त्यहाँ जाँदै नजानु है, जाँदै नजानु है भन्ने कुरा मात्रै सिकाउनु भएछ। अनि सुगाले त्यही कुरा रट्यो, जो आउँदाखेरि जहिले पनि त्यही भन्दो रहेछ, सिकारी आउला, जाल बिछाउला, चारो हाल्ला, बन्द गर्ला, मार्ला, त्यहाँ जाँदै नजानु है भन्दो रहेछ। अनि त्यस्तै चलिराखेको थियो। सन्तको घरमै बस्थ्यो। एकचोटि सन्त चाहिँ तीर्थ व्रत गर्न जानु पर्यो। तीर्थ व्रत जाँदाखेरि यो सुगालाई कहाँ राख्ने त भनेर उहाँले चाहिँ सुगालाई चाहिँ एउटा जङ्गलमा ठुलो रुखमा लगेर राख्नुभएछ। अनि उहाँलाई राखेर छोडेर जानुभयो। अर्को दिन चाहिँ एउटा सिकारी आएछ। सिकारी आउँदाखेरि पनि सुगाले जब मान्छे देख्छ त्यही भट्टाउन थालेछ, सिकारी आउला, जाल बिछाउला, चारो हाल्ला, त्यहाँ जाँदै नजानु है भनेर भन्दो रहेछ। अनि सिकारीले सोचेछ त्यही त्यो जहाँ थियो सुगामाथि त्यही तल जाल बिछाएछ र उसले सोचेछ यो पो नआउला, अरू त आउला नि, यसले भनेको कसले मान्ला र भनेर जाल बिछाएर गएछ। जाल बिछाएर अलि पर गएको त फेरि त्यही सुगा नै, त्यो जसले जे भन्थ्यो त्यो सुगा त्यही नै गएछ र जालमा परेछ। जालमा परिसकेपछि पनि के भन्दो रहेछ भने सिकारी आउला, जाल बिछाउला, चारो हाल्ला, बन्द गर्ला, मार्ला, त्यहाँ जाँदै नजानु है भन्दो रहेछ। त्यसपछि सिकारीले त्यसलाई घर लगेर बोकेर जाँदाखेरि पनि बाटैभरि त्यही भन्दो रहेछ, बाटैभरि त्यही भन्दो रहेछ। अनि पकायो खायो होइन। अब हाम्रोमा पनि के छ भने राजनीतिमा पनि हामीले नयाँ भन्छौँ, पुराना भन्छौँ, जे जस्तो भने पनि यही नै अवस्था छ। अरूलाई मात्र भन्न सजिलो छ, हामीमा यसको कारण के भने हामीमा एउटा नलेज छैन। कसलाई ठिक कसलाई बेठिक भन्ने छैन। आफूलाई ठिक लागेको मात्र ठिक र अरूले गरेको कुरा बेठिक भन्ने बानी छ। कृपया यो कुरा सुनिदिनु भयो, यसको लागि धन्यवाद। पछिसम्म सुनिदिनु होला। हस्त, धन्यवाद।